रवि लामिछाने। मानौ यो देशको सहकारी पीडितहरू सबैको चाहिँ रवि लामिछाने नै हो जस्तो गरिकन उहाँहरूले त्यो रवि लामिछाने जो दुई पटक यही चितवन जिल्लाबाट निर्वाचित भए अत्यधिक मतद्वारा तपाईहरूले नै भोट दिएर त्यो रवि लामिछाने सहकारी सम्बन्धी कुरा उठ्दै गर्दा कांग्रेस र एमालेका नेताले तपाईँ प्रधानमन्त्री भइदिनुहोस् हाम्रो साथमा आउनुहोस् भनेको मैले आफ्नै आँखाले र कानले देखेको र सुनेको छु। आफ्नो पार्टीमा आइदियो भने प्रधानमन्त्री बनाउन प्रस्ताव गर्ने यिनीहरू अहिले मानौ महान अपराधी फेला पारियो भने जस्तो गरी रविलाई कहिले मध्यरातमा आतंकित पार्दै एक ठाउँबाट अर्को सार्ने अर्को ठाउँबाट अर्को सार्ने गरेका छन्। यसको मूल्य एमाले र कांग्रेस धेरै चर्को पर्नेछ। जब रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले न कांग्रेसको प्रधानमन्त्री स्वीकार गर्यो न केपी ओलीले छानबिन गर्नै पर्दैन भनेको कुरालाई स्वीकार गर्यो, बरु म दोषी छु भने छानबिन होस् भनेर भन्यो, उसैलाई समातेर अहिले आतंकित पार्ने कोसिस भइरहेको छ। यो ज्यादती भयो। मैले रविको बारेमा केही छ भने मलाई भन्नुहोस् भनेर मैले तीनटै प्रहरीका प्रमुखहरूसँग सोधेको छु। अहिलेकै प्रमुखहरू थिए त्यति बेला पनि, तिनै छन् अहिले। तिनीहरूले मलाई भनेको हामीले धेरैचोटि हेर्यौं हजुर, केही छैन रविको सहकारी सम्बन्धी ठगीमा, कहीँ केही नै छँदै छैन भनेर मलाई जवाफ दिएका हुन्।